Hi everyone, welcome back to Versailles TV Presents Jugaad. ए नगर न मेरो बुढी पो हो त इङ्ग्लिसमा नेपालीमै आइरहेन ये ये कस्तो छ तपाईहरुलाई? एकदम बवाल छ डर लागिरहेछ हैन अहिले नडराउनु। सो आजको सो स्टार्ट गर्न अगाडि चाहिँ हाम्रो ऑडियन्सलाई प्लिज इन्ट्रोड्युस गरिदिनुस् आफूहरुलाई। गेस्टहरुबाट सुरु गरौँ न। मेरो नाम चाहिँ अपुरो क्षितिज सिंह। म अपुरो क्षितिज सिंह। म विक्रम खनाल। म मनसा शर्मा अनि त्यति नै हो। म प्रणिल महर्जन म चाहिँ नेवार। भाई यहाँ पे क्या हो रहा भाई, ये कहाँ फंस गया भाई मैं। एउटै टिममा। ओके वेलकम ब्याक गाइज है। आजको सोमा चाहिँ हामी केही गाउँ खाने कथाहरूको बारेमा यसो कुराकानी गर्छौँ है त। सो तपाईहरुले गाउँ खाने कथा स्कुल पढ्दाखेरि कतिको सुन्ने गर्नुभएको थियो? सुन्थ्यौं, धेरै सुन्थ्यौं। याद छ कि छैन? कुकुरको ढुङ्ग्रो पुच्छर कहिले सिधा। ओके सो आज चाहिँ हामी यो गेम टिम्समा खेल्छौँ। सो मैले चाहिँ तपाईहरुलाई गाउँ खाने कथाहरू सोध्छु र तपाईहरुले त्यसलाई डिसाइफर गरेर के हो भनेर भन्नुपर्छ। सो हाम्रो एउटा टिममा हुनुहुन्छ विक्रम दाइ र मनसा, अनि अर्को टिममा चाहिँ अपूर्व दाइ र प्रनिल। सो हाम्रो गेम चाहिँ कसरी जान्छ भन्दाखेरि म पालै पालो क्वेसन सोध्छु टिमलाई। सो जो टिमले पहिला बजर बजाउँछ सो हामी बजर पनि दिन्छौँ तपाईलाई। सो बजर जसले पहिला बजायो उसले एन्सर गर्नुपर्ने हुन्छ। यदि तपाईँको एन्सर रङ भयो भने चाहिँ त्यो क्वेसन हामी अर्को टिमलाई पास गर्छौँ है त। अनि यो गेममा हार्नेको लागि केही स्पेसल कुरा छ, त्यो चाहिँ हामी एन्डमै भन्छौँ है त। यो त हुने जित्ने लागि छैन। म चाहिँ बजाउँछु। जित्न के हुँदैन क्या दाइ, हार्ने गार्लिक जुस कि चिली जुस? त्यस्तो केही छैन, समथिङ डिफरेन्ट। ओके सो फर्स्ट क्वेसन, छिपछिपे पानी गौरी घाट 32 बिरुवा एकै पात के हो? पहिला सुरु त हामी टिम होइन, म उसको नियन्त्रणमा हो खास। दाँत र मुख रे। के दाँत र मुख, जिब्रो क्या, दाँत र जिब्रो। तर त्यो भन्न खोजे होइन नि त, गाउँ खाने कथा भन्यो नि। के दाँत र जिब्रो? दाँत जिब्रो चपाको हैन? तपाईहरुको आन्सर राइट छ, दाँत र जिब्रो। See that? हामीले हाल्नुपर्छ कि म त त्यो हुन्छ नि यसलाई वाक्य बनाऊ होला सोचिरहेको हो के त्यो आउँथ्यो नि हैन वाक्य। वाक्य बनाएर के हो त होइन? यो कहाँ युज हुन्छ, यो कहाँबाट भन्ने होला यो बेला ठिक छ। ओके अब अलिकति आइडिया भयो नि तपाईलाई। अलिकति के भयो ठिकै छ। ल फेरि सेकेन्ड क्वेसन है। ल माथि माथि उड्छ चरो होइन, लामो छ सर्प होइन के हो? माथि माथि उड्छ चरो होइन, लामो छ सर्प होइन। अनि हामीले गेस गरे भाइ अहिले अब धेरै पार्नु होला। एन्सर भन्नु ल। ओके एन्सर भन्नु। बादल बादल। अनि उसको रङ भन्यो हामीले दिन पाउँछ? एन्सर त्यो के रे त्यो लाम्पुस्रे भन्छ नि, लाम्पुस्रे क्या नेपालीमा त लाम्पुस्रे भन्छ, इङ्ग्लिसमा होइन त्यो कमेट र अर्को मिटियोर हो। मिटियोर तर मिटियोर दुवैजनाको रङ एन्सर। के हो त? अब हाम्रो बाल होला नि त होइन? चङ्गा हो। चङ्गा चङ्गा नत्र त त्यो त्यो बजेन क्या। माथि उड्छ अनि यस्तो लामो हुन्छ नि, टेल हुन्छ नि। तर हामीलाई उसको एन्सरसँग चित्त त बुझ्नु पर्यो नि त। यो मैले बनाएको होइन, यो नेपाली डिक्सनेरीमा भएको। निर्णायकको निर्णय नै डिक्सनेरीमा हुन्छ यस्तो कुराहरू। पहिला पहिला क्विज खेलाउँदा भन्छ नि निर्णायकको निर्णय नै अन्तिम निर्णय हुन्छ। ओके थर्ड क्वेसन है त। ए नगर न। काट्दा नमर्ने रोप्दा नसर्ने के हो? के काट्दा नमर्ने? काट्दा नमर्ने रोप्दा नसर्ने के हो? अर्थम रे। के रोप्छ? काट्दा रोप्ने के रे? काट्दा नमर्ने रोप्दा नसर्ने। दाँत होला हौ।
ए भन नङ करेक्ट आन्सर रङ रोप्छ अनि रङ रोप्छ गेस गरेर लङ काटेर रोप्दा सरेन नि त काट्दाखेरि मर्दैन अब्जेक्ट रोप्दाखेरि सर्दैन अब्जेक्टतिर जानु पर्यो कि कपाल पनि होला नि त त्यसो मलाई के भने भन्नु पर्दैन नि मलाई थाहा छैन म गाउँ खाने कथामा यस्तो खतरा छु भनेर ओके नेक्स्ट क्वेसन है त भुभु गर्छ भमरो होइन जनै लगाउँछ बाहुन होइन के हो बाहुन बाइक कस्तो स्ट्राइप हुन्छ जेब्राको होला नि त जेब्रा जेब्रा रे जेब्रा त्यो स्ट्राइप वाला के होला कि एक लाइनको के जेब्रा होला के होला त किन बजाइहालेको यसो यसो गर्नुभयो कि त ऊ पर्यो जस्तै अलि सानसानो त्यहाँ सुनिराख्नु भएको छ तर नहुन नि सक्छ पास हाम्रो एन्सर त पास ल पास यो पास? चाहिँ पास नै हो गेसै ट्राई गर्न पाएँ ट्राई त गर्न पायो अब यो बजाउनु भुभु त खास माउरीले गर्छ माउरीको जने माउरीको जने हुँदैन तर के यो म्युजिकल इन्स्ट्रुमेन्ट हो जस्तो बाँसुरी लाग्यो होइन सारङ्गी होइन चक्र मिल्न लागेको थियो कसरी चक्रको जनै हुन्न भने कुरो त र मिल्न आँट्यो भनेपछि त हेलिकप्टर धनुष हेलिकप्टर होइन ओके म एन्सर भनिदिन्छु चर्खा के हो चर्चा यो चाहिँ कसरी मिलेर नि चक्रको चर्खा वर्ड उस्तै साउन्ड गर्छ नि त नियरली सिमिलर चर्खा भनेको यसरी घुमाउने चाहिँ होइन ओके अर्को चाहिँ अलिकति कमनली सुनिराखेको वाला हो थाहा रहेछ कुन चाहिँ गाह्रो हो, कुन चाहिँ कमन हो, त्यो पनि थाहा छ एटलिस्ट होइन त ओके अर्को चाहिँ हिँड्दैछ पाइला ए मेट्दैछ ढुङ्गा 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 प्या प्या नै नगरिकन गरेको हामी त फेरि एकदम हो नि तर यहीले बजाऊ पहिला जस्तो टाइ थियो होला अब रक होइन हेरौँ मिक्सिटी हेरौँ ल ठिक छ नो प्रब्लम ठिक छ ठिक छ तर एन्सर त हामीले भन्यो नि त एन्सर चाहिँ हो हामी इन्टेलिजेन्ट हो भन्ने कुरो भइहाल्यो नि हो यस मूर्ख देखिनु भएन पोइन्ट लैजाओस् नेक्स्ट क्वेसन खोइ बुढा म अघि जान्छु के हो लौरो करेक्ट एन्सर दाइलाई चाहिँ थाहा रहेछ क्या के हो उमेर थाहा हुन्छ नि त्यसरी बुढा बुढा खै बुढा ओके नेक्स्ट क्वेसन सेती गाई पानी खाएर आउँदा राति भई के हो मलाई यो थाहा थियो के हो यो मैले सुनेको थियो त्यही त यो मलाई थाहा थियो राति के पानी खाएर आउँदा क्वेसन फेरि रिपिट गर्छु सेती गाई पानी खाएर आउँदा राति भई के हो कस्तो थाहा थियो क्या यो त सुन भाइ के कुरा गर्नु पानी छ खाएर भने आउँदा त्यसको राति एन्सर सोच्यो भने आउँछ के जब तँलाई क्वेसन पनि तपाईँलाई भन्नु लाग्यो मैले तैँले कहाँबाट चाहिँ एन्सर पनि थाहा पाउँछस् क्वेसन पनि थाहा पाउँछ त 50 चोटि सुनेर पढाइ भएको थाहा हुँदैन सुनिरहेको कि हुँदै भनेपछि मलाई आन्सर लगाएको हेरे त घाँटीमा आएर अड्क्यो घाँटीमा आएर अड्क्यो यसको एन्सर चाहिँ खानेकुरासँग रिलेटेड छ राति भए सेलरोटी क्रिएटिभ के राइट पचा भयो क्या दाइ ठिक ठिक ल तर ओके पानी कसरी आयो त्यहाँ तेल हो तेल भने त सकिहाल्यो नि ल अर्को क्वेसन 3 भाइको 12 घर सबै पर्छन् तिनकै भर के हो यो पनि सुने के रे फेरि 3 भाइको 12 घर सबै पर्छन् तिनकै भर के हो 3 भाइको 12 घर 12 आउँदा पनि हुँदैन होइन 12 ऊ हुन्छ नि महिना तर 3 के हुन्छ 3 उमेर हुन्छ होइन I'm close बुझ्यौ अनि लास्ट के चाहिँ कडी हो ओ करेक्ट आन्सर भाइ तेरोलाई थोरै रेस्पेक्ट आयो यार कस्तो नजिकबाट गएका अब नेक्स्ट क्वेसन नङ्ग्रा छ भालु होइन श्रीपेद छ राजा होइन के हो रानी हो
है मिल्छ मिल्छ त मिल्छ रानी हो नि त्यसो भए त नराजा भालु होइन राजा होइन रानी हो त्यसो भए होइन भयो त भयो अब उताबाट आन्सर पाउँदैन आन्सर भनिसक्यो त्यहाँ बजारै छैन त्यस्तो कहाँ हुन्छ अनि अघि नबजाइकन आन्सर चाहिँ पाउँछ ल अब यसरी हामी खेल्ने हो ए ल ठिक सन्ताल त हेरिराख्नु दिमागै छैन तपाईहरुलाई पास 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 कुखुराको भाले सिक्रेट्स क्राउन ए त्यस्तो नि हैन जबरजस्ती तिमीले जोडिरा हो अगाडि बढ ल ए वर्क हाम्रो जिन्दगी कहिले प्रयोग भएन कसले बनायो झ्याप भर त्यतिखेर ल अर्कै त दाँत उसको अनगिन्ती छ कपाल उसको साथी कपालमै डुल्छ गर्दै तलमाथि के हो चुडेल जुम्रा 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 हारेछ तपाईले रङ एन्सर रङ भइसक्यो त्यो भएर छोड्दिएको कि यति सजिलो क्या भन्छ दाँत उसको अनगिन्ती कपाल उसको साथी कपालमै डुल्छ गर्दै तलमाथि फेरि फेरि यस्तो नि पाइयो छैन अनि हामीले दिन पाइहाल्छ नि एक दुईवटा त कहीँ हो तिमीले नि अघि मल्टिपल ट्राई गरेको थियो नि तिमीले पनि अघि अपूर्वले 4वटा एन्सर एकैचोटि दिन्छ नि छानी हुन्छ एउटा मल्टिपल चोइस त म दिइरहेको छु तिमीलाई मल्टिपल चोइस जजमेन्ट गर्नु के हो रे राइट एन्सर काइयो राइट एन्सर है त ओके सो नेक्स्ट क्वेसन सो किन्नेले राख्दैन राख्नेले किन्दैन के हो के भनौ हैन सुनेको हो थाहा छैन तर सुनिहाले किन्नेले राख्दैन राख्नेले किन्दैन किन्नेले के तराजु सराजु टाइप यस्तो केही हो कि जस्तो के हो किन्नेले राख्दैन ल यो सुन्या यार राख्नेले किन्दैन सुन्नु त सुन्या अहिले हतकडी दाजु हतकडीको धेरै एक्सपिरियन्स है क्या हो किन्नेले राख्दैन यो जस्ट टुक्का मात्रै हो कि थाहा छैन ट्राई ट्राई तर पैसा किन्छ र पैसा हो हैन पैसा पैसा कसले किन्छ कस्तो होला के रे किन्दैन त्यो भने तपाईहरुले मेबी दी पनि राख्नु भयो होला ली पनि राख्नु भयो होला घटे घटे कुरा गर्छ त्यसो त्यही त नि हैन ओके दिइरा हुन्छ नि त दुईटै टिम पास हो त उपहार यस्तो यस्तो डिप्लोमेटिक दिन्छ अब्जेक्टमा गइरहेको कि अनि यस्तो लागिरहेको थियो क्या मलाई गयो कि क्वालिटीमा गयो कि हामी अब्जेक्ट सोचेर बसिरहेछौँ ओके फाइनल क्वेसन है त फाइनल गजुर छ मन्दिर होइन बारदली छ घर होइन के हो यो थाहा छ कि मलाई के हो आन्सर अब गजुर भन न त मलाई के थाहा ताजा भन्छ घर होइन ओके क्वेसन फेरि सुन्नु है त गजुर छ गजुर छ मन्दिर होइन बारदली छ घर होइन के हो गुड हो गुड चराको गुड हो त्यसो गजुर छ मन्दिर होइन बादली छ घर होइन तपाईहरु सबैजना यो ठाउँ जानु भएको होला लो कस्तो राम्रो ठाउँ हो त्यो पशुपति छैन होला भन्दियो त्यसो भए त छैन होला त्यसो भए त अदालत होइन गजुर गजुर टपमा यस्तो सिंहदरबारमा धरा करेक्ट एन्सर बधाई जेस म त गएकै छैन त्यहाँ गएको छैन ल ओके यसैको साथै हाम्रो गाउँ खाने कथाहरू यही सकिन्छन् तपाईहरुलाई चाहिँ कस्तो लाग्यो क्वेसनहरु कस्तो लाग्यो आई नो बीच बीचमा अलिकति डिसअपोइन्ट भइराख्नु भएको थियो तर यसको लागि तपाईहरुले अलिकति नेपाली व्याकरणमा काम गर्नुपर्ने मैले देखेँ तपाईलाई के लाग्छ ऑडियन्सले हामीलाई राख्नु भएको छ नि 4 जनालाई यो हेर्नको लागि कन्टेन्टको लागि तपाईलाई के लागिरहेछ तपाई देखिनु भएको छ नि यो क्यामेरामा र यस्तो टाइपको प्रश्नहरुमा चाहिँ ऑडियन्सले गेस्टलाई जज गर्छन् कि प्रश्न सोध्नेलाई जज गर्छन् आई डोन्ट केयर मलाई जज म देखेकै छैन होला हैन म देखेकै छैन आई डोन्ट केयर एकदम घटिया छ है
मेरो दिमागमा एउटा आयो होइन म त सोधिदिन्छु है त त्यो आन्सर म अहिले भन्दिनँ सायद कमेन्टमा आयो भने मलाई थाहा छ होइन आङ्खुडे बाङ्खुडे ट्याङखुडे ट्याङ आँखा त प्याल प्याल मुन्टोले नाइ वाट इज द्याट ओल्ड वान एकदम पुरानो हो आङ्खुडे बाङ्खुडे ट्याङखुडे ट्याङ आँखा त प्याल प्याल मुन्टोले नाइ ल ओके त्यसैका साथै हाम्रो आजको सो यही सकिन्छ थ्याङ्क यू फर वाचिङ एभ्रीवन सी यू नेक्स्ट विक बाई बाई Thank you. Like, share and subscribe.